Hello, Namaste and welcome to my channel once again. So मैले भनेको थिएँ यहाँहरूलाई कि previous भिडियोहरुमा if I buy something nice or if I buy something important चाहिने जस्तो लाग्यो भने चाहिँ म यहाँहरूलाई शेयर गर्छु र आज पनि मैले दुई तीनटा सामानहरु अनलाइन अर्डर गरेको छु र मलाई चाहिँ यो यहाँहरूलाई पनि काम लाग्छ होला भन्ने जस्तो लागेर I would like to open and this is the unboxing episode 3. Okay. So I have 2-3 packets. I don't know म कहाँबाट सुरु गरौँ. फर्स्ट म सबैभन्दा सानो प्याकेजबाट सुरु गर्न चाहन्छु. So यो चाहिँ रहेको छ let me open. मैले चाहिँ सजिलो हुन्छ भिडियोमा भने पहिले ओपन गरिसकेको छु है. Okay. So यो चाहिँ रहेको छ स्किन Aqua को clear white CC milk. यो चाहिँ Sunplay को CC milk रहेको छ. You can see it. यो चाहिँ सानो छ. I mean 25 ग्राम को मात्रै. And again यो चाहिँ रोहोटो कम्पनी को. मैले लास्ट टाइम पनि भनेको थिएँ यो चाहिँ जापानिज कम्पनी हो. रोहोटो कम्पनी को. So यो चाहिँ अफोर्डेबल पनि छ र मैले स्पेशली चाहिँ यो CC milk किन लिएर आए भन्दाखेरि यहाँलाई सनस्क्रिन पनि होस् र अलिकति कभरेज पनि होस्. त्यसले पिम्पल्सहरु पनि नआओस् अनि फेसमा के लगाएको छु जस्तो फिल पनि नहोस् भनेर चाहिँ मैले यो चाहिँ यहाँलाई देखाएको छु. सो यो चाहिँ सनप्ले को स्किन एक्वा सीसी मिल्क क्रीम हो. यसको टेक्सचर म यहाँलाई चाहिँ लगाएर देखाउँछु है त. देखाउने म चाहिँ यसरी देखाउँछु है. यो चाहिँ यस्तो टेक्सचरको हुन्छ. यु क्यान सी दिस. ओके. सब म यसलाई ब्लेन्ड गरेर देखाउँछु. अनि यो चाहिँ आफ्नो स्किनमा लगाएको जस्तो फिल पनि हुँदैन. यु क्यान सी द डिफरेन्स. यहाँ डिफरेन्स भइसक्यो. लगाएको जस्तो फिल पनि हुँदैन हैन. चिपचिप पनि हुँदैन. मेनली चाहिँ जसको ऑयली स्किन छ, जसको पिम्पल आउने स्किन छ, उसको लागि चाहिँ एकदमै राम्रो. कभरेज पनि हुन्छ. अनि यसले चाहिँ अर्को कुरा भनेको चाहिँ सनस्क्रिन को काम गर्छ. SPF 50+ PA 4 वटा प्लस रहेको छ. सो ढुक्कले लिदा हुन्छ. यसमा अल्कोहल छैन, प्याराबिन छैन. सो यो चाहिँ एकदमै वाटर रेजिस्टेन्स अनि स्किन ब्राइटनिङ गर्छ. यसले चाहिँ पर्फेक्ट सीसी ब्लेस दिन्छ. जसलाई पनि चाहिँ फाउन्डेसन्सहरु लगाउन मन लाग्दैन तर पनि अलिकति ब्राइट देखिम र त्यसले सनस्क्रिनको पनि काम गर्छ भन्ने लाग्छ भने यु क्यान डेफिनेटली गो फर दिस. यसको प्राइस I'm loving it. यसको प्राइस चाहिँ 790 को रेन्जमा हो हैन. तर अहिले चाहिँ न्यू इयरको अफर चलिरहेको छ. सो इफ यु वान्ट टु बाइ एट डिस्काउन्ट मैले चाहिँ लिंकमा सरी आई मिन के डिस्क्रिप्सनमा लिंक राखिदिएको छु. यु क्यान डेफिनेटली गो एन्ड बाइ दिस. मैले युज गर्न थालेको चाहिँ अलमोस्ट 1.5 इयर हुन थालिसक्यो. A++. ओके. यो त भयो मेरो एउटा प्याकेज. एन्ड नाउ नेक्स्ट वान इज अब ब्युटी प्रोडक्ट देखाइरहेको छु भने अर्को देखाम. यो रहेको छ ग्लाइड सफ्ट को ग्लाइड सफ्ट को मोइस्चराइजिङ क्रीम. सो यो चाहिँ वान अफ माई फेभरेट हो भन्न चाहन्छु. यु क्यान सी भ्यासलिन जस्तो टेक्सचरमा छ. तर लगाउँदाखेरि चाहिँ चिपचिप पनि हुँदैन. धेरै टाइमसम्मलाई पनि टिक्छ. एन्ड यो चाहिँ ग्लिसरिन बेस्ड क्रीम हो. गर्मी महिनामा पनि हात खुट्टा फुट्ने प्रब्लम छ भने दिस इज द बेस्ट. यो चाहिँ मेड इन इन्डिया, कोलकाता इन्डियामा बनेको हैन. यसको प्राइस पनि एकदमै अफोर्डेबल छ. सो दिस ओन्ली कस्ट आई थिंक 350 रुपीस को भित्र नै आउँछ हैन. एन्ड राम्रो छ. त्यस्तो टाउको दुखाउने खालको स्मेल पनि छैन. एन्ड यो चाहिँ ग्लाइड सफ्ट मोइस्चराइजिङ ग्लिसरिन क्रीम हो. म हजुरलाई चाहिँ खोलेर देखाउँछु. वाउ. सो म अलिकति लिएर देखाउँछु. यु क्यान सी द टेक्सचर. अब हातमा लगाएर पनि देखाउँछु. सो हातहरु एकदमै मोइस्चराइज राख्न चाहनुहुन्छ एन्ड अफोर्डेबल क्रीम पनि चाहनुहुन्छ जसले साच्चै काम गरोस् भन्ने चाहनुहुन्छ भने चाहिँ दिस इज द क्रीम. पनि लगाउँछु है त. यो त धेरै नै पुग्छ के एकजनालाई चाहिँ 250 ml को हुन्छ. यु क्यान सी
एकदमै सफ्ट राख्छ स्किनलाई चाहिँ। अनि चाहिँ ओके, यसको बिर्कोमा पनि भित्रपट्टि ग्लाइ सफ्ट भन्ने यस्तो लोगोहरू हालेको हुन्छ। सो किन्ने बेला चाहिँ यसरी हेरेर किन्न सक्नुहुन्छ। एन्ड गाइज डेफिनेटली एकदमै सफ्ट एन्ड स्मुथ बनाउँछ। यु क्यान ट्राई दिस अफ कोर्स, लिङ्क इन द डिस्क्रिप्सन। ओके, अब थर्ड प्रडक्टमा जाउँ हामी। सो यो चाहिँ एकदमै काम लाग्ने, एकदमै चाहिने कुरा, स्पेसली गर्ल्सको लागि, वुमेनको लागि। दिस इज भेरी भेरी इम्पोर्टेन्ट। र मैले किन इम्पोर्टेन्ट भन्दा चाहिँ म चाहिँ पिरियड प्याड चाहिँ मगाएको थिएँ मैले, जसमा चाहिँ डिस्पोजल ब्याग छ। अब डिस्पोजल ब्यागहरू कसरी इम्पोर्टेन्ट भयो, हामी ट्राभल गर्छौँ, काम गर्छौँ, अफिस वर्क गर्छौँ, त्यति बेला हामीले चाहिँ पिरियड भएको बेला पऱ्यो भने अफिसहरू जाँदा या बाहिर ट्राभल गर्दाखेरि हामीले प्याड चेन्ज गर्नु पऱ्यो भने त्यो पहिला युज गरिरहेको प्याड कहाँ फाल्ने, कसरी फाल्ने, हामी प्लास्टिक या पेपरहरू खोजिरहेको हुन्छौँ। अफकोर्स राम्रोसँग डिस्पोज त गर्नु पर्यो। ओके, सो मैले चाहिँ 3टा मगाएको थिएँ। सेटी अल्ट्रा ट्रे सेन्ट्री प्याड्स, त्यसमा चाहिँ 6वटा एक्सेल साइजको प्याड हुन्छ। एक्सेल साइज भनेको 280 mm लामो, सो यो चाहिँ इनफ हुन्छ। र 3टा किन मगाएको भने चाहिँ अहिले दराज न्यू इयर अफर चलिरहेको छ। 70 रुपियाँको प्याड 35 रुपियाँमा आउँदैछ गाइज। सो हामी केटी मान्छेहरूको लागि चाहिँ पिरियड जति इजी एन्ड कम्फोर्टेबल हुनुपर्छ त्यति अफोर्डेबल पनि, राइट? किनभने हामी कति स्टुडेन्ट छौँ, कति अफोर्ड गर्न सक्दैनौँ होइन, कतिले गर्न सक्नुहुन्छ। सो इट्स अन अस, तर पनि म चाहन्छु कि महिनावारी भनेको सजिलो र सहज होस् भनेर। सो नाइस। ओके, यु क्यान सी 6वटा प्याडहरू छ। एन्ड यहाँभित्र डिस्पोजल ब्याग पनि छ, डिस्पोजल ब्याग। अब म पहिला प्याडको टेक्सचर देखाउँ यहाँलाई। यो प्याड चाहिँ यस्तो छ, लाइक आई सेड यो कटन बेस छ, बबल सी पनि। वाउ, आई लाइक दिस, मन पर्यो मलाई चाहिँ। हामी कुनै पनि ड्रेस लगाएर हिँड्छौँ भने यतिको बेला त्योबाट बाहिरपट्टि चाहिँ प्याडहरूको सेप नदेखियोस् भन्ने चाहन्छौँ नि। सो दिस इज पर्फेक्ट, यु क्यान सी दिस। वाउ, मैले सजेस्ट गरेको हो होइन। सो मैले यो पहिला पनि युज गर्छु, किनकि डिस्पोजल ब्याग्स जुन हामीलाई चाहिँ प्याड युज गर्छ फाल्नलाई इजी भयो नि त, त्यही भएर युज गर्छु। 6 डिस्पोजल ब्याग। ओके, यस्तो रहेको छ, यु क्यान सी दिस। अब मैले सपोज प्याड युज गरेँ अनि फाल्न चाहन्छु भने चाहिँ आई विल अफकोर्स रोल इट अप। अनि रोल गरिसकेपछि एउटा डिस्पोजल ब्याग लिन्छु, यो भित्र यसरी राख्छु होइन। यो चाहिँ हाइजिनको कुरा पनि हो, त्यही भएर मैले मेरो भिडियोमा इन्क्लुड गरेँ होइन। यसरी टेपलाई निकाल्छु यसरी, अनि आई विल क्लोज इट अप। अनि मात्र चाहिँ के गर्छु त, आई विल थ्रो इन द डस्टबिन। सो एकैचोटि 6 महिना 7 महिनालाई पुग्ने मगाउनु भयो भने त ढुक्क पनि भयो। आफ्नो मम्मीहरूको लागि पनि मगाउनुहोस्, आफ्नो लागि पनि मगाउनुहोस्। अनि इजिली यस्तो सफ्ट, कुनै पनि ऱ्यास नआउने, त्यो बाहिर प्लास्टिक ऱ्याप भएको जस्तो प्याड पनि होइन, फेरि कटन बेस प्याड बबल सिप भएको, युज गर्न पनि कम्फोर्टेबल हुन्छ। एन्ड एकदमै राम्रो छ, एकदमै ह्यान्डी पनि छ। सो यु क्यान पर्चेज दिस। ओके, सो वी आर एट द प्रडक्टहरूलाई चाहिँ एकचोटि ट्राई गर्नुहुन्छ होला, किनकि म कुनै पनि त्यस्तो प्रडक्ट चाहिँ सो अफ गर्दिनँ जुन चाहिँ काम आउँदैन। र मैले चाहिँ आफूले युज गरिसकेर एक्सपिरियन्स गरिसकेको प्रडक्टहरू फेरि मगाएको बेला अनबक्सिङ गरेर यहाँलाई देखाएको हो। सो यु क्यान डेफिनेटली ट्राई दिस। मैले 3टा प्रडक्टको लिङ्क चाहिँ आफ्नो डिस्क्रिप्सनमा इन्क्लुड गरिसकेको छु। एन्ड अफ कोर्स इफ यु वान्ट मी टु ब्रिङ दिस काइन्ड अफ भिडियोज मोर, देन प्लिज कमेन्ट मी in the comment below. Please comment me, I'll definitely come up with this video. Well, let's go through it. Content त चाहियो नि, लाइफमा पनि कन्टेन्ट चाहिन्छ एन्ड युट्युबमा पनि कन्टेन्ट चाहिन्छ, because we need to live the life to the fullest and smile as always. Oops. See you.